यो अरू पार्टी सबै पुराना हुन्। हाम्रो पार्टी उज्यालो नेपाल पार्टी आन्दोलनले जन्माएको पार्टी हो। आन्दोलनले जन्माएको उज्यालो नेपाल पार्टीमा सबै जेनजीका साथीहरू पनि आबद्ध हुँदै हुनुहुन्छ। हिजो पनि परिवर्तन पार्टीका साथीहरू, जेनजीका साथीहरू आबद्ध भएका छन्। सम्पूर्ण जेनजीका भाइ बहिनीहरूलाई पनि यो पार्टीमा आबद्ध भएर एउटा नयाँ शक्तिको रूपमा यो उज्यालो नेपाललाई अगाडि बढाउन म आह्वान गर्दछु। उज्यालो नेपाल पार्टीलाई देशैभरि फैलाउनेछ, देशैभरि चाहिँ प्रचार गर्नेछ र धेरै ठाउँमा हामी जितेर आउनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। उज्यालो नेपाल पार्टीले हामीले लिएको 3टा खम्बा, सुशासन, भ्रष्टाचार मुक्त र सुशासनयुक्त समाज र शासन प्रणाली र सामाजिक न्यायमा सहभागितामूलक सामाजिक सहअस्तित्वमा अगाडि बढ्ने सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर अगाडि बढ्ने एउटा हाम्रो सैद्धान्तिक विषय छ। उज्यालो नेपाल पार्टी सिन्धुपाल्चोक जिल्लाको यो भेटघाट कार्यक्रम र यहाँहरूको कमिटी गठन गर्ने कार्यक्रमका संयोजकज्यू लगायत बागमती प्रदेशका संयोजकज्यू र यहाँ उपस्थित सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी र पत्रकार साथीहरू सबैलाई मेरो उज्यालो नमस्कार, उज्यालो अभिवादन। आज हामी चुनावको एकदमै नजिक सङ्घारमा आएर केही कार्यक्रमहरू गर्दैछौँ, केही छलफल र विभिन्न जिल्लामा कमिटीहरू गठन गर्दैछौँ। यो छोटो समयमा उज्यालो नेपाल पार्टी गठन भएको एकदमै छोटो समयमा करिब 1 महिनाभित्र हामीले 56 जिल्लामा, जिल्लादेखि तलसम्म धेरै कमिटी समितिहरू गठन गरेर धेरै अगाडि बढेको अवस्था थियो। जनताको ठुलो लहर, ठुलो विश्वासका साथ देशैभरि अगाडि बढेको उज्यालो नेपाल पार्टी करिब 12 दिनको कोमामा बस्नु पर्यो। 12 दिन हामी एउटा अँध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो। त्यो अँध्यारो सुरुङभित्र 12 दिनसम्म बस्दाखेरि हामीले धेरै ठुलो क्षति बेहोर्नु पर्यो। त्यो क्षतिबाट, त्यो अँध्यारो सुरुङबाट, त्यो दुर्घटनाबाट हामी आज निस्केर आएका छौँ। हामी तन्दुरुस्त भएर आएका छौँ। त्यो हिलोबाट हामी निस्केर सफा शुद्ध भएर निस्केका छौँ र एउटा सशक्त ऊर्जाशील भएर निस्केका छौँ। अब उज्यालो नेपाल पार्टी कहिले पनि झुक्दैन, कहिले पनि कुनै पार्टीसँग हाम्रो एकीकरण र मर्जर भन्ने हुँदैन। तर उज्यालो नेपाल पार्टीसँग आबद्ध हुन आउँछ भने हामी आबद्ध हुनलाई सबैलाई आह्वान गर्छौँ। तर उज्यालो नेपाल पार्टी र चिन्ह हाम्रो रहिरहन्छ। यो हाम्रो प्रतिबद्धता हो। निरन्तर यो उज्यालो नेपाल पार्टी यो देशको एउटा सशक्त पार्टीको रूपमा नम्बर 1 पार्टी बनाउँछौँ भनेर हामी लागेका छौँ र केही समय लाग्छ। यो वर्षौँसम्म, सयौँ वर्ष लगाएर बनाएका पार्टीहरू आज कुन हालतमा छन् त्यो हामीले देखिरहेका छौँ। तर 2 महिनाको पार्टीले देशभरि हामीले जुन उभार ल्याएका छौँ त्यो एकदमै ठुलो उभार आएको छ। यसको लागि तमाम नेपाली जनताले यो उज्यालो नेपाल पार्टी र यसका नेतृत्व र यसको टिमलाई विश्वास गरेको छ। यो विश्वास नै हाम्रो ठुलो सम्पत्ति हो। यो विश्वास बिना हाम्रो पार्टी अगाडि बढ्न सक्दैन। उज्यालो नेपाल पार्टी एउटा विश्वासिलो पार्टीको रूपमा स्थापित हुन्छ र हुनेछ। र हामी 12 दिनको जुन एकदमै समस्याग्रस्त अवस्थामा
व्यतीत हुनु पर्यो र हामीलाई षड्यन्त्रपूर्वक ढङ्गले जुन हिसाबले हामीलाई एउटा पार्टी भर्खर जन्मेको पार्टीले समानुपातिक उम्मेदवार पनि राख्न वञ्चित गराइयो, षड्यन्त्रपूर्ण ढङ्गले समानुपातिक उम्मेदवार राख्न पनि वञ्चित गराइयो। त्यो हाम्रो गम्भीर आपत्तिको विषय छ। अहिले पनि हामी माग गर्छौँ हाम्रो उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार अहिले पनि दर्ता गर्नुपर्छ, दर्ता गर्न दिनुपर्छ। यो हाम्रो जोरदार माग हो। यदि यो समानुपातिक उम्मेदवार हामीलाई दर्ता गर्न दिइँदैन भने नेपालमा जन्मेको पार्टीहरू उज्यालो नेपाल पार्टी लगायत अरू पनि पार्टी हुन सक्छ, त्यो पार्टीलाई ठुलो ठुलो षड्यन्त्रपूर्वक ढङ्गले अलग्याएको र यो पार्टीलाई अगाडि बढ्नलाई नदिएको र यो पार्टी देशभरि हाम्रो ठुलो संरचना भएको पार्टीलाई यो समानुपातिक उम्मेदवारीबाट वञ्चित गराएको भन्ने हामीले बुझ्नेछौँ र त्यही हिसाबले हामी अगाडि बढ्नेछौँ। आगामी दिनमा हामी यसको लागि आन्दोलन गर्न पनि तयार हुनेछौँ। त्यो भएको हुनाले यो उज्यालो नेपाल पार्टीको यो समानुपातिक उम्मेदवारको लागि अहिले पनि जोरदार माग गर्छौँ। हाम्रो चिन्हमा उज्यालो नेपाल पार्टीको यो समानुपातिक उम्मेदवार अहिले पनि दर्ता गर्न दिनुपर्छ। हाम्रो करिब 20 देखि 25 लाख समानुपातिक मत आउँछ भन्ने हाम्रो आकलन हो। सम्पूर्ण नेपाली जनताले यो उज्यालो नेपाल पार्टीलाई समानुपातिक मतमा 1 भोट कम्तीमा दिनेछ भन्ने हाम्रो आत्मविश्वास पनि छ र यो विश्वासलाई र निर्वाचन आयोगले पनि कुनै पनि पार्टीलाई यसरी वञ्चित गराउनु हुँदैन भन्ने मैले चाहिँ अनुरोध गर्छु। उहाँहरूले पनि यो हाम्रो उज्यालो नेपाल पार्टीलाई समानुपातिक मतको लागि एकचोटि मौका दिएर यो हाम्रो उम्मेदवारी दर्ता गर्नको लागि उहाँहरूले चाहिँ दिनुपर्छ। यो हाम्रो जोरदार माग हो। अब हामी चुनावको अगाडि आएका छौँ। प्रत्यक्ष निर्वाचनमा हामी अगाडि जाँदैछौँ। प्रत्यक्ष निर्वाचनको लागि हामी देशैभरि उज्यालो नेपाल पार्टीले आफ्नो उम्मेदवार उठाउने छ र यो आफ्नो उम्मेदवार उठाउने क्रममा हामी जस्तोसुकै अवस्थामा पनि उज्यालो नेपाल पार्टी आज हामी यो चुनावमा हाम्रो छोटो समयको यो तयारी हामीलाई धेरै षड्यन्त्रपूर्वक ढङ्गले हामीलाई जुन हिसाबले करिब 12 दिन हामी एकदमै एउटा दुर्घटनामा पुग्यौँ। त्यो दुर्घटनाबाट हामी बाहिर आएका छौँ र अब हामी देशैभरि प्रत्यक्ष निर्वाचनको लागि उम्मेदवारहरू दिँदैछौँ र त्यो सबै उम्मेदवार साथीहरूले यो उज्यालो नेपाल पार्टीलाई देशैभरि फैलाउनेछ, देशैभरि चाहिँ प्रचार गर्नेछ र धेरै ठाउँमा हामी जितेर आउनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। धेरै ठाउँमा हामी जित्ने सम्भावना भएका साथीहरूलाई अगाडि बढाउनेछौँ र यो उज्यालो नेपाल पार्टीमा आबद्ध भएर उम्मेदवार हुनलाई पनि सशक्त राम्रा व्यक्तित्व भएका साथीहरूलाई आह्वान पनि गर्दछु। अब 6 गतेबाट हामी उम्मेदवार दिने चरणमा छौँ। राम्रा व्यक्तित्वहरू जसले देशको समृद्धिको लागि, देशको सुशासनको लागि, सामाजिक न्यायको लागि र देशमा एउटा ठुलो परिवर्तनको लागि चाहिँ अगाडि बढ्ने जुन चाहना राख्नु भएको छ सबैलाई म आह्वान गर्दछु। यो जेनजी आन्दोलन पछिको अवस्था, यो जेनजी साथीहरूले जति पनि शहादत प्राप्त गर्नुभएको छ त्यत्रो ठुलो चाहिँ एउटा युवा शक्तिले
आफ्नो ज्यान गुमाउनु भएको छ। धेरै युवा शक्तिले धेरै नेपाली जनमानसमा एउटा ठुलो चाहिँ यो आन्दोलनको घाउ अहिले पनि छ। धेरै घाइते चाहिँ परिवार घाइते साथीहरू हुनुहुन्छ, जेनजीका घाइते साथीहरू हुनुहुन्छ। नेपाली आम युवाहरू यो आन्दोलनबाट आक्रान्त भएका छन्। यो आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको सपनालाई हामीले पुरा गर्नुपर्छ। आन्दोलनपछि यो स्थापित भएको चाहिँ पार्टीहरूमा हामी पहिलो सबभन्दा नयाँ पार्टीको रूपमा स्थापित भएका हौँ। यो अरू पार्टी सबै पुराना हुन्। हाम्रो पार्टी उज्यालो नेपाल पार्टी आन्दोलनले जन्माएको पार्टी हो। आन्दोलनले जन्माएको उज्यालो नेपाल पार्टीमा सबै जेनजीका साथीहरू पनि आबद्ध हुँदै हुनुहुन्छ। हिजो पनि परिवर्तन पार्टीका साथीहरू, जेनजीका साथीहरू आबद्ध भएका छन्। सम्पूर्ण जेनजीका भाइ बहिनीहरूलाई पनि यो पार्टीमा आबद्ध भएर एउटा नयाँ शक्तिको रूपमा यो उज्यालो नेपाललाई अगाडि बढाउन म आह्वान गर्दछु। वास्तवमा हामी नेपालको समृद्धिको लागि यो उज्यालो नेपाल पार्टी जन्मेको हो। उज्यालो भनेको एउटा सिद्धान्त हो। यो अँध्यारोबाट उज्यालोतर्फ ल्याउनको लागि हामीले उज्यालो नेपाल पार्टी जन्माएका हौँ। यो उज्यालो नै एउटा यस्तो सिद्धान्त हो जसले नेपाललाई एउटा ठुलो आर्थिक परिवर्तन, आर्थिक क्रान्ति, सामाजिक परिवर्तनमा एउटा ठुलो परिवर्तन र क्रान्ति ल्याउनेछ। र यो उज्यालो नेपाल पार्टीले हामीले लिएको 3टा खम्बा, सुशासन, भ्रष्टाचार मुक्त र सुशासनयुक्त समाज र शासन प्रणाली र सामाजिक न्यायमा सहभागितामूलक सामाजिक सहअस्तित्वमा अगाडि बढ्ने सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर अगाडि बढ्ने एउटा हाम्रो सैद्धान्तिक विषय छ। र देशलाई एउटा समृद्ध राष्ट्रको रूपमा अगाडि बढाउने हाम्रो प्रमुख दायित्व हो। प्रमुख सिद्धान्त भनेको देशलाई समृद्धिमा अगाडि बढाउनु हो। देशमा ठुल्ठुला राजनीतिक परिवर्तनहरू भए, धेरै ठुल्ठुला राजनीतिक परिवर्तन 7 सालदेखिको राजनीतिक परिवर्तन र आइडियोलोजीमा धेरै ठुलो चेन्जहरू आए। तर आर्थिक क्रान्ति, आर्थिक चाहिँ इकोनोमिक ट्रान्सफर्मेसन नभएको कारणले देशमा सधैँ नै अस्थिरता भइरह्यो। अब हामीले गर्नुपर्ने भनेको आर्थिक क्रान्ति हो, आर्थिक परिवर्तन हो। आर्थिक क्रान्ति गरेर देशलाई समृद्ध बनाएर नेपाली युवाहरूलाई नेपालमै बस्ने वातावरण बनाउनु हाम्रो प्रमुख दायित्व हो। अब नेपालबाट विदेशमा गएर काम गर्नुपर्ने बाध्यतालाई नेपालमै काम गर्ने वातावरण बनाएर हटाउनु पर्नेछ। र त्यो भनेको नेपालको एउटा समृद्धिको बाटोमा हामी अगाडि बढ्नुपर्छ। त्यो समृद्धिको बाटो हिजोका पुराना दल, पुराना नेताहरूबाट सम्भव छैन भनेर प्रमाणित भइसकेको छ। पुराना दलहरू, नेताहरूप्रति जनताको विश्वास गुमेको अवस्था छ। अब नयाँ नेतृत्व, नयाँ युवा शक्तिहरू, नयाँ टिम आएर यो देशलाई परिवर्तन, आर्थिक क्रान्ति गर्नुपर्नेछ। त्यो विश्वासिलो नेताहरू, विश्वासले नेतृत्व, देशको नेतृत्व गर्न सक्ने, देशलाई आर्थिक क्रान्ति गर्न सक्ने नेतृत्वलाई अब नेतृत्वमा लानुपर्छ। सही व्यक्तिहरू सही ठाउँमा, यो पोलिटिकल चाहिँ नेतृत्वमा पनि, राजनीतिक नेतृत्वमा पनि सही व्यक्तिहरू आउनुपर्छ। हामी त्यो नेतृत्व उज्यालो नेपालको लागि, नेपालको समृद्धिको नेतृत्व गर्न तयार भएर आएका छौँ। तपाईहरु सम्पूर्ण आम नेपाली जनताले यसको लागि यो नेतृत्वलाई विश्वास गरेर अब यो विश्वास, नेपाली जनताको विश्वासलाई हामी अगाडि बढाउने छौँ र तपाईहरुले यो पार्टीलाई विश्वास गरेर चाहिँ आगामी निर्वाचनमा प्रतिबद्ध भएर भोट दिनुहोला र यो हामीलाई एउटा नेतृत्वमा स्थापित गर्नुहोला भन्ने म आग्रह पनि गर्दछु। र जुन हिसाबले आज राजनीतिक घटनाक्रमहरू आइरहेको छ, यो राजनीतिक घटनाक्रममा विभिन्न किसिमका तत्त्वहरूले, विभिन्न किसिमका
षड्यन्त्रहरू पनि भइरहेका छन्। यो देशको स्थायित्वको लागि, यो देशमा स्थायी नेतृत्व स्थापित गर्नको लागि हामीले सही व्यक्तिहरूको नेतृत्वमा पुर्याउनु पर्ने आजको आवश्यकता हो। हामी राजनीति गर्न आएका होइनौँ, यो राजनीति मात्रै गर्न आएका होइनौँ, हामी यो राजनीतिलाई एउटा माध्यम बनाएर देशको समृद्धिको लागि, देशको विकासको लागि आएका हौँ। यो राजनीति हाम्रो एउटा माध्यम मात्रै हो, यो माध्यम बिना हामी त्यो नेतृत्वमा पुग्न सक्दैनौँ भन्ने एउटा चाहिँ आम पब्लिकको अहिलेको हाम्रो संरचना सिस्टमै त्यही छ। त्यो भएको हुनाले हामी यो माध्यम, राजनीतिलाई माध्यम गरेर देशको समृद्धिमा अगाडि बढ्नेछौँ र अहिले जुन हिसाबले हामी देशैभरि छोटो समयमा हामी अगाडि बढिरहेका छौँ, सिन्धुपाल्चोकका साथीहरू अहिले जुर्मुराएका छन्। 12 दिनमा धेरै साथीहरूलाई धेरै किसिमको चिन्ता लाग्यो। वास्तवमा किन एउटा पार्टीसँग गएर यो पार्टी मिल्न गयो भन्ने कुरामा धेरै क्वेसनहरू मलाई आयो र हामीले एउटा जेन्जी आन्दोलनको स्पिरिट र नेपाली जनताको एउटा शक्ति बनोस् भनेर सबै नयाँ शक्ति मिल्नुपर्छ र देशको माग अनुसार एउटा शक्ति बनोस् भनेर हाम्रो त्यो सदाशयताका साथ हामी त्यो चाहिँ एकतामा गएका थियौँ। त्यसलाई हाम्रो कमजोरीको रूपमा लिएर षड्यन्त्रपूर्वक ढङ्गले उहाँहरूले त्यसलाई त्यो चाहिँ एकता प्रक्रियालाई उहाँहरू आफैले तोड्नुभयो र त्यो एकता प्रक्रिया तोडेपछि हामी अब नेपालको राजनीतिक एउटा भविष्यको लागि, नेपालमा एउटा नयाँ शक्ति स्थापना गरेर अगाडि बढ्नको लागि हामी एक्लै अगाडि बढ्छौँ भनेर आएका छौँ। तपाईँहरूको साथ सहयोगको लागि म हार्दिक चाहिँ अनुरोध गर्दछु र यो 12 दिनमा धेरै साथीहरूले धेरै विषयमा आफ्नो असन्तुष्टिहरू देखाउनु भएको छ। उहाँहरूले यो पार्टी र पार्टी नेतृत्वप्रति, पार्टीको नेतृत्वले गरेको निर्णयप्रति उहाँहरूको असन्तुष्टिहरू रह्यो र हामीले एउटा गल्ती गरेका हौँ भनेर महसुस पनि गरेका छौँ। यो गल्तीलाई हामीले महसुस गरेर अब आगामी दिनमा यो गल्तीबाट हामी ठुलो छलाङ मार्नेछौँ भन्ने म विश्वास दिलाउन चाहन्छु र यो गल्तीको हामीले पटक पटक भनेका छौँ। यो गल्तीलाई हामीले महसुस गरेका छौँ, आत्मआलोचना गरेका छौँ र आगामी दिन यो गल्ती दोहोरिँदैन। उज्यालो नेपाल पार्टी सधैँको लागि उज्यालो भएर अगाडि बढ्नेछ र यो गल्तीलाई हामीले शक्तिको रूपमा रूपान्तरण गर्नुपर्नेछ। केही साथीहरूमा नैराश्यता पनि आएको छ। केही साथीहरू केही समयलाई पार्किङ गरेर बस्नु भएको छ। उहाँहरू सिन्धुपाल्चोककै केही साथीहरू पार्किङ गरेर बस्नु भएको छ। उहाँ हाम्रो एक्टिभिटिजहरू हेरेर बस्नु भएको छ। धेरै साथीहरू अहिले हामी अगाडि बढ्छौँ भनेर आउनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र केही साथीहरू आफ्नो केही अनिच्छा देखाएर पार्किङ गरेर मात्रै बस्नुभयो। उहाँहरू सबै आउनुहुन्छ, केही समय लाग्छ, सबै आउनुहुन्छ र अरू पार्टीहरूबाट पनि आउनुहुन्छ। उहाँहरूलाई पनि केही समय हेर्नुहोस्, तर यो पार्टीभन्दा विकल्प छैन। आउनुहोस्, यही पार्टीमा आउनुहोस्। यही पार्टीले तपाईँहरूले यही पार्टीलाई नेतृत्व गरेर जानुपर्छ। यो पार्टीमा तपाईँहरूको भविष्य छ। म सबै साथीहरू जसले असन्तुष्टि देखाएर बस्नु भएको छ, उहाँहरू फेरि पनि आउनुहोस् भनेर म आग्रह गर्दछु। उहाँ सबैलाई मेरो आह्वान छ, सबैजना यो पार्टीमा आबद्ध हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु। र सिन्धुपाल्चोकको अहिले चाहिँ हामी कमिटी गठन गर्दैछौँ। यो कमिटी एउटा सशक्त कमिटी बनोस्। यो सशक्त कमिटीले जिल्लाव्यापी रूपमा सङ्गठन बनाउनु होला, तलसम्म सङ्गठन बनाउनु होला, एउटा सशक्त पार्टीको रूपमा स्थापित गर्नु होला
दुईटै क्षेत्र जित्ने गरेर उम्मेदवारी दिनुहोला। उम्मेदवारी तपाईँहरूको उम्मेदवारी तपाईँहरूबाट चाहिँ एक मतले सेलेक्सन गरेर पठाइदिनुहोस् र हामी त्यो उम्मेदवारीलाई चाहिँ इन्डोर्स गरिदिन्छौँ र त्यो उम्मेदवारी को पछाडि एक मत भएर लाग्नुहोला। उज्यालो नेपाल पार्टी सिन्धुपाल्चोकको दुईटै क्षेत्र जित्ने गरेर अगाडि बढ्नुहोस् र त्यसमा म पनि सिन्धुपाल्चोकमा आवश्यकता अनुसार सिन्धुपाल्चोकको हरेक ठाउँमा पुग्ने पनि वचनबद्धता व्यक्त गर्दछु। अस्ति 16 गतेको एउटा कार्यक्रम फिक्स भइसकेको थियो। त्यो कार्यक्रम पनि त्यो षड्यन्त्रपूर्वक ढङ्गले हामीलाई जुन हिसाबले एउटा एकता प्रक्रियामा अगाडि बढाउने जुन कार्य भयो त्यसले गर्दाखेरि हामी त्यो कार्यक्रमलाई पनि हामीले स्थगित गर्यौँ। तर हाम्रो कार्यक्रम स्थगित गर्दै जाने र अर्को पार्टीले जुन एकीकरण हुने पार्टीले देशव्यापी रूपमा हाम्रो साथीहरूलाई कार्यक्रम गर्दै प्रवेश गर्दै यो धोकापूर्ण हिसाबले जुन कार्यक्रमहरू गर्दै गरे त्यो हाम्रो लागि ठुलो चाहिँ एउटा समस्याको रूपमा हामीले एउटा ठुलो कमजोरी गऱ्यौँ जस्तो लाग्छ। हामीले पनि त्यही हिसाबले अगाडि बढ्नुपर्ने थियो, प्यारलली अगाडि बढ्नुपर्ने थियो। त्यो कारणले देशैभरि हामीलाई केही चाहिँ समस्या भएको छ, तर त्यो समस्या धेरै रहँदैन, अब अगाडि बढ्छ। उज्यालो नेपाल पार्टी पूर्वदेखि पश्चिमसम्म सबैतिर सबै साथीहरू जागरुक भएर अगाडि बढ्नु भएको छ। अब सिन्धुपाल्चोक पनि जुरुक्क उड्नेछ र सिन्धुपाल्चोक दुईटै क्षेत्र सिम चिन्हले उज्यालो नेपालले जित्नेछ भन्ने म एकदमै आत्मविश्वासका साथ तपाईँहरूलाई म प्रतिबद्धता र कमिटमेन्ट पनि दिन्छु र यहाँहरू त्यही हिसाबले लाग्नु होला भन्ने म चाहिँ अनुरोध पनि गर्दछु। र मैले धेरै कुरा राख्नुभन्दा पनि आज म अर्को कार्यक्रम पनि जानुपर्ने हुनाले तपाईँहरू एउटा सशक्त टिम बनाउनुहोस्। त्यो टिमले जिल्लाभरि सङ्गठनहरू बनाउनुहोस्, तलसम्मको सङ्गठनलाई तयार गर्ने गरेर सशक्त टिम बनाउनुहोस्। अरू साथीहरूको चिन्ता नगर्नुहोला, केही समय उहाँहरू पार्किङमा बस्नु भएको छ, आउनुहुन्छ, तपाईँहरू अगाडि बढ्नुहोला भन्ने भनाइ राख्दै यहाँहरूलाई फेरि पनि सबै आमा बुवा दिदी बहिनी दाजुभाइ सबैलाई म हार्दिक धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद।